मान्छे हान्दै पैसा तिर्ने एक अनि 5 लाख खाने एक। वेलकम टु हेलो गाइज, सबैजनालाई नमस्ते अनि वेलकम ब्याक टु माई न्यू ब्लग। गाइज, म चाहिँ आज काभ्रेस्थली छु होइन। अनि काभ्रेस्थलीमा के रहेछ भने अस्ति देउसी भैलो खेलेको पिकनिक काइन्ड अफ पिकनिक अर्गनाइज भएको रहेछ। सो हामी चाहिँ पिकनिकमा जाँदैछौँ है। ल त्यहाँ पिकनिकमा गयो भने के हुन्छ कस्तो हुन्छ हामी हजुरहरूलाई देखाउनेछु। भोक पनि लागेको छ है। ल गाइज, उहाँ चाहिँ मेरो ठुलै ऊ पछाडिको चाहिँ मेरो भाइ होइन। अनि मेरो भाइ नै हो होइन। ल हामी आज 3 भाइ पिकनिकमा जाँदैछौँ होइन। के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु। भोक पनि लागेको छ, भात बेसरी दबाइन्छ होइन। वेलकम टु ल गाइज है, हामी चाहिँ पिकनिक स्पटमा पुगिसक्यो होइन। अनि हाम्रो यहाँ जेठो दाजु हुनुहुँदो रहेछ, जेठो दाजुसँग भेट भयो। ल है, पिकनिक स्पट हजुरले देख्नु ऊ त्यहाँ चाहिँ पिकनिक स्पट रहेछ होइन। पुगिसकेका छौँ। ल गाइज है, उसले हामी चाहिँ अब भात खान लगाएको होइन। उसलाई चाहिँ यति भात पुग्दैन है, तै पनि फेरि थप्ने हो होइन। अनि हामी चाहिँ अब भात साथ खान्छौँ होइन। एकजना दाइ पनि खाइराख्नु भएको छ अनि म अब खान्छु भात चाहिँ गाइज। यहाँ न भात छ, उहाँ दाइले खाइराख्नु भएको छ। अनि ऊ ढोड मेरो कान्छो भाइले खाइरहेको छ भात। ल गाइज होइन, हामीले चाहिँ भात साथ खाइसक्यो होइन। अनि अहिले चाहिँ देउडा खेल्दैछ। अनि हामी चाहिँ यता घाम तापिरहेछौँ। ल यो ढोडले केही भन्छ ल, 2 शब्द केही भन्छ ल। 2 शब्द के भन्छु भने रमाइलो भइरहेछ। जेउस मौसम भन्ने घाम लागिरहेछ तर चिसो मौसम। हाँस्दैन एकछिन भइरहेछ। हाँस्दैन त्यो हाँस्दैन नहाँसौँ अहिले। हाँस्दैन गाइज, मैले अघि हजुरहरूलाई भनेको थिएँ होइन, म चाहिँ आज काभ्रेस्थली भनेको। अनि काभ्रेस्थली पनि म चाहिँ कहाँ छु भने देउथली भन्ने ठाउँमा छु। अनि यहाँ देउडाहरू खेलिरहेछ उता। अनि पिकनिक काइन्ड अफ धार्मिक स्थल नै रहेछ होइन। धार्मिक स्थल रहेछ। अहिले देउडा सुरु हुँदैछ, एकैछिनमा हामी पनि देउडा खेल्न जाने हो। अनि ऊ भ्यू हेर्नु ल, म हजुरलाई भ्यू देखाउँछु क्या बवाल छ। ल गाइज, हामी देउथलीमा आएको थियो पिकनिक खान होइन। खासै रमाइलो भएन। अनि अब चाहिँ हामी निस्किन लागेको। अब क्यारम बोर्ड खेल्ने रे, म्याच खेल्ने रे होइन। ल गाइज, हामी चाहिँ अब फर्किन लागेको होइन। पिकनिक स्पटबाट फर्किन लागेको। अनि अब क्यारम 4 जना दाजुभाइले हामी क्यारम भिड्नेछौँ। एक सयको म्याच हुनेछ होइन। ऊ यो ढोड र म एक, उहाँ दाइ एक रे होइन। अब क्यारम खेलिन्छ यहाँ झ्यामझुम पारेर। मान्छे हान्दै पैसा तिर्ने एक अनि 5 लाख खाने एक। ल गाइज है, हामी चाहिँ पिकनिक स्पटबाट घुम जाने भनेर हिँडिसकेका छौँ होइन। ऊ त्यहाँ दाइहरू पनि हुनुहुन्छ अनि म चाहिँ यहाँ छु है। अब हामी अहिले चाहिँ हामी काभ्रेस्थलीमा हो गाइज है। अनि पिकनिक खाएर अलिकति रमाइलो गरेर हामी चाहिँ अब क्यारम भिड्ने भन्ने छ। 4 दाजुभाइ होइन, हामी क्यारम नै भिड्नेछौँ। र कसले जित्छ के गर्छ म हजुरलाई बेलुका देखाउनेछु त है त।